हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो स्कुलमा सन्जिता दुरा आउन लागिरहनु भएको छ है। साथीहरूको चाहिँ एकदमै सेटअप चलिरहेछ। चिन्नुहुन्छ को आउनु भएको छ हो र के गर्नुहुन्छ उहाँले केमा Oh my God, you know everything else. So, what do we have to do for her now? Voting, right? Okay, we have to do voting for her. So, from which district she belongs to? Lamjung. Okay. So, अब हामी सबै मिलेर उहाँलाई के बनाउने? विनर बनाउने भोइस अफ नेपाल सिजन 7 को, ओके? ओके। हाम्रो मार्चमा भोइस अफ नेपाल सिजन 7 का फाइनलिस्ट लमजुङे चेली सन्जिता दुरा यहाँ उपस्थित भइसक्नु भएको छ। उहाँलाई आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी हाम्रो माझमा लोकदोहोरी प्रतिष्ठान लमजुङका पूर्व अध्यक्ष एवं यो कार्यक्रम सफल बनाउन विशेष सहयोग गरिदिने अनुज अधिकारीलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु र सन्जितासँगै आउनुभएको टिमहरूलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। है कार्यक्रम औपचारिक रूपमा नभए तापनि यो माइक्रोफोन चाहिँ मैले हाम्रो लमजुङको लोकदोहोरी गायक लोकदोहोरी प्रतिष्ठानको पूर्व अध्यक्ष अनुज अधिकारीलाई हस्तान्तरण गरेँ र अबको कार्यक्रम चाहिँ उहाँले नै अगाडि बढाउँछ। हस्, धन्यवाद, नमस्कार। नमस्ते, सन्चै हुनुहुन्छ? सबैजनाले हात माथि गर्नु त, सबैले दुईटै हात, सबैले दुईटै हात हल्लाउनु ल। अनि सबैले ताली बजाउँ त, ताली। ल, धेरै धन्यवाद छ। अब म छोटा औपचारिक कार्यक्रम अन्तर्गत यसै विद्यालयका प्रिन्सिपल डाइनामिक लिडर पनि भन्छु म, र आदरणीय व्यक्तित्व अभिभावक पनि हुनुहुन्छ। हामीलाई हरेक सुख दुःखमा साथ सहयोग सपोर्ट गर्दै आउनु भएको छ। आदरणीय विमल अधिकारीज्यूलाई भाषण ग्रहण गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछु। र त्यसै गरी यसै विद्यालयका भाइस प्रिन्सिपल प्रेम रम्तेल सरलाई पनि म हार्दिक अनुरोध गर्दछु। यसै गरी भाइस प्रिन्सिपल अर्जुन अधिकारी सरलाई पनि म हार्दिक अनुरोध गर्दछु। सन्जिता दुरा नाम मात्रै होइन, लमजुङको शान, गरिमा अनि पहिचान हो। त्यो पहिचान हामी अवश्य पनि कायम गर्नेछौँ भन्दै यो माइक्रोफोन म प्रिय बहिनीलाई हस्तान्तरण गर्दछु। धन्यवाद। नमस्कार युनिभर्सल एकेडेमी। नमस्कार एभ्रीबडी। सन्चै हुनुहुन्छ? सर्वप्रथम त युनिभर्सल एकेडेमीको प्रिन्सिपल सरज्यू तथा सम्पूर्ण युनिभर्सल एकेडेमीको परिवार तथा मलाई यहाँ निमन्त्रणा दिनुहुने लमजुङेवासी लमजुङे छोरी चेली भनेर यहाँ निमन्त्रणा गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मेरो नाम के होला? हालसालै भइरहेको द भोइस अफ नेपाल सिजन 7 मा चाहिँ म लमजुङलाई
पढ्दै आएको एउटा गीत गाउने सपना बोकेर आएको सँगसँगै पढाइलाई पनि अगाडि बढाउँदै लानुपर्छ है भन्दा भन्दै पनि मैले गीत गाउने सपना बोकेको थिएँ र मिहिनेत परिश्रमले गर्दाखेरि आज हजुरहरूको सामु यसरी उपस्थित हुन सकेकी छु त्यही भएर प्लिज नेभर स्टप ड्रिमिङ हजुरहरूको सपना अवश्य पनि पुरा हुनेछ इफ यु वर्क हार्डर बुझ्नुभयो अब मलाई फाइनलमा फेरि विनर बनाउनको लागि के गर्नुपर्ने हुनेछ थाहा छ मलाई हजुरहरूको माया आशीर्वादको सँगसँगै भोटिङको पनि आवश्यक हुन्छ तसर्थ हजुरहरूले धेरैभन्दा धेरै भोट खल्ती एप मार्फत गर्नुपर्ने हुनेछ खल्ती एप भनेको चाहिँ ई सेवा जस्तै एउटा मोबाइल ब्याङ्किङ हो त्यहाँ चाहिँ हजुरहरूको अप्सन्सहरूमा धेरैभन्दा धेरै भोट गऱ्यो भने भोटिङ पनि सस्तो पर्छ र धेरै पनि आउँछ तसर्थ आफ्नो पेरेन्ट्सलाई घरमा गएर सन्जिता दुरा हाम्रो स्कुलमा आउनुभएको थियो उहाँलाई भोटिङको आवश्यक छ भनेर सुनाउनु होला है मेरो गीत ब्लाइन्डदेखि ब्याटल मैले चाहिँ द भोइस अफ नेपालमा डिजिटल अडिसन फिजिकल अडिसन लाइन ब्याटल नकआउट गर्दै लाइभ सोमा पुगेर आज चाहिँ फाइनलसम्म पुग्न सफल भएकी छु कतिजनाले मेरो ब्लाइन्डमा गीत सुन्नुभएको थियो मैले पहिले कुन गीत गाएको थिएँ थाहा छ मैले गीत गाउनु सबैजना हात हल्लाइदिनु होला है त लमजुङ टोलुङ्गोड डाँडा काटेर पारी छोडी आए लमजुङको घरबारी लमजुङ तुरुलुको सारा हावा चल्यो लाकुरीको काटेर पारी छोडी आए लमजुङको घरबारी लमजुङ तुरुलुको सारा हावा चल्यो लाकुरीको सारा हावा चल्यो लाकुरीको थ्याङ्क यू सो मच एभ्रीबडी गीत सुन्नुभयो है उहाँको आज कार्य व्यस्तता धेरै छ फेरि भोइस अफ नेपाल सिजन 7 को विजेता हुनुभयो नि त युनिभर्सल एकाडेमीमा पक्कै पनि आउनुहुनेछ उहाँ है उहाँलाई विजेता बनाउन हामी सबैजना लाग्नु पर्यो हामीले खल्ती एपबाट भोट हाल्ने र जिताउनु पर्यो र अर्को चाहिँ हाम्रो विद्यालयको तर्फबाट पनि हामी शिक्षक कर्मचारीहरू पनि केही रकमहरू कलेक्सन गरेर हामी उहाँको लागि भोटिङको लागि तयारी गर्नेछौँ आज हामीले अपरजट कार्यक्रम सेट गरेका छौँ र उहाँलाई हामीले भोट गर्नको लागि तपाईँहरूले खल्तीबाटै गर्न सक्नुहुन्छ भने खल्तीबाट इन्डिभिजुअल गर्दा नि भयो नभए हामीले फन्ड कलेक्सन गरेर उहाँलाई भोटिङ गर्नेछौँ र पक्कै पनि विजेता बनाउनेछौँ भन्ने प्रतिबद्धता म जाहेर गर्दछु हामीले भोलि या पछि आइतबारसम्ममा हामी त्यो फन्ड कलेक्सन शनिबारसम्ममा हामीले भोट गरेर सक्नुपर्छ शनिबार बेलुकासम्म हामीले भोटिङ गर्ने टाइम छ
हामी भोलि नै त्यो बारेमा फन्ड कलेक्सन भइसकेपछि हाम्रो अनुजीलाई जानकारी दिन्छौँ हाम्रो कलेक्सन यति भएको छ र चाहिँ यति कलेक्सन बराबरको हजुरहरूले भोटिङ गरिदिनुहोस् भनेर हामी यहाँलाई रकम अहिले नै मैले यति भनेर भन्न सकिनँ तर कलेक्सन हुन्छ र त्यो रकम चाहिँ हामी सन्जिता दुरालाई विजेता बनाउन लाग्नेछौँ भन्ने प्रतिबद्धता मैले व्यक्त गर्दछु भने विद्यार्थी भाइ बहिनीहरूको अलिकति मन माने छैन थोरै गीत उहाँले र अनुजले 1-2 मिनट गाइदिनु त पर्यो यिनीहरू रमा छैन यिनीहरू रमा हे सबजनालाई त्यही भन्छु मैले सन्जितालाई गाई ए भोट हालौँ सबैले त्यसलाई सलाला त्यही भन्छु मैले सन्जितालाई गाई भोट हालौँ सबैले त्यसलाई सलाला ए सन्जितालाई गाई भोट हालौँ सबैले त्यसलाई सलाला
Class 4, go to your class slowly. Teachers, please help them.